गुड मर्निङ फ्रम बेसी सहर लमजुङ। हामी लमजुङको बेसी सहरमा छौँ। मनमोहक दृश्य देख्न सकिन्छ बिहानीको घामसँगै। यो सुन्दर दृश्य वरिपरिबाट डाँडै डाँडै ढाकिएको यो बेसी सहर प्रकृतिले आफ्नो सुन्दर कला प्रस्तुत गरेको छ। एकदम सौन्दर्यले भरिपूर्ण यो सहर। आहा, यो पो हो मनमोहक दृश्य। यसो हेर्दा लमजुङको बसाइ त रमाइलो होला जस्तो छ। खाना खाएर हामी घले गाउँतिर लागिसकेका छौँ। हेरौँ अब घले गाउँ गइसकेपछि कस्तो रहेछ घले गाउँ देखाउने नै छु। यहाँ चाहिँ टिप्पर फस्या रहेछ बाटोमा, डोजर आएर उद्धार हुँदैछ। केही क्षणमा हामी फेरि पनि मकनतिर लाग्नेछौँ। फाइनल्ली घले गाउँ पुग्यो है त। हेलो, नाउ वी आर इन घलेगाउँ। अहिले हामी घलेगाउँमा आइपुगेका छौँ। घलेगाउँमा अवस्थित यो एउटा गोर्खा पार्क भन्ने स्थानमा आएर हामी अब माथि भिउटावर देख्न सक्नुहुन्छ तपाईँ। त्यहाँबाट हामी पुरा अवलोकन गर्दैछौँ। यहाँ घलेगाउँ आउनको लागि बेस्ट समय भनेको चाहिँ बिहान मर्निङमा चाहिँ यो साइड पुरै हिमाल देखिन्छ। त्यही भएर बिहान चाहिँ एकदम बेस्ट साइड हो। अब घलेगाउँ घुमेर हामी त्यस पश्चात हामी भुजुङ लाग्नेछौँ, तल फेरि भेट्नेछौँ हामी। हामी चाहिँ फाइनली घले गाउँ आइपुगेका छौँ। यहाँनिर यो सेल्फी फोटो खिच्ने फ्रेम रहेछ। साथीहरूले फोटो खिच्दैछन् है। ल लामो यात्रापछि साथीहरू आनन्दको सास फेर्दैछन्। हेर्न सक्नुहुन्छ घले गाउँ। आहा, यो हो नि त सुन्दर दृश्य भनेको। ब्लगर त्यस्तै हुनुपर्छ। उहाँ चाहिँ निराजनबाट के भन्न चाहनुहुन्छ तपाईँ? घलेगाउँ राम्रो छ। एक्सपेक्टेसन भर्सेस रियालिटी भन्छ नि, के छ? कस्तो सोच्नु भएको थियो, कस्तो कल्पना गर्नुभएको थियो र यहाँ आइसकेपछि तपाईँहरूले कस्तो लाग्यो? मिट भयो भएन? कल्पना चाहिँ त्यस्तो छैन र ठिकै छ। एक्सपेक्टेसन मिटअप भयो। यहाँ चाहिँ हाम्रो नजिक आइसक्नु भएको छ। नमस्ते, मेरो नाम अमन शाह हो र म यहाँ घलेगाउँमा भ्रमण गर्न आएकोमा एकदमै साह्रै खुसी अनुभव गरिरहेको छु होइन। अनि यहाँ हाम्रो प्यारा सहपाठी मित्रहरू सबैजना छन्। हजुर, हामी अहिले इलिभेसन बताइदिनु। 2000 मिटरभन्दा माथि नै हो यताको। कति भन्दा? 2000 मिटर अब सबैजना रमाइलो गरिरहेछन्। तपाईँहरूले हेर्दै सक्नुहुन्छ यता होइन। माथि चाहिँ 2-4 जना हाम्रो मित्रहरू, सुजित चिलवाल हाम्रो लगायतका मेस क्याप्टन, यहाँको लोकल लमजुङको लोकल मान्छे, लोकल मान्छे। उहाँकै नेतृत्वमा हामी अहिले लमजुङ भ्रमण गरिरहेका छौँ। उहाँले एकदम राम्रो लिडरसिप गर्दै हुनुहुन्छ। यहाँ भएका सानातिना कुराहरूलाई पनि हामीलाई राम्रोसँग देखाएर उहाँले एकदम सहयोगी भूमिका निर्वाह गर्नुभएको छ। उहाँ चाहिँ हाम्रो सर हुनुहुन्छ। सर, यहाँको बारेमा 1-2 शब्द भनिदिनुहोस् न। यो एसियाको पहिलो सुखी गाउँ, स्मार्ट गाउँको रूपमा यो परिचित छ र यहाँका मानिसहरू एकदमै व्यवस्थित, व्यावसायिक र एक अर्कामा मिलनसार। र यो गाउँ भनेको चाहिँ के भन्छ, होमस्टेको लागि प्रख्यात गाउँ हो। र अरू ठाउँहरूमा चाहिँ होमस्टे कसरी गर्नुपर्छ भन्ने कुरो सरकारले पनि नीति ल्याएर अनि अरू ठाउँहरूको लागि के भन्छ यसलाई विस्तार गरिएको भयो। त्यस कारण यो गाउँ चाहिँ खुसी गाउँ, स्मार्ट गाउँ, सुखी गाउँको रूपमा यो परिचित छ। हजुरको पहिलोचोटि हो कि कतिौँ पटक? यो मेरो पहिलो भ्रमण हो यो गाउँमा।
धन्यवाद सर ल एकदमै रमणीय दृश्यमा चाहिँ यहाँ साथीहरू यहाँ भ्यू टावरबाट टक्क दृश्य अवलोकन गर्दैछन् फोटोग्राफी गर्दैछन् यहाँ चाहिँ हाम्रो ह्यान्डसम साथी हुनुहुन्छ प्रदीप बहादुर थापा यो ठाउँको बारेमा तपाईँले केही भनिदिनुहोस् न तपाईँलाई कस्तो लागिरहेको ठाउँमा आउँदाखेरि हावापानी कस्तो लाग्यो तपाईँले कस्तो सोच्नु भएको थियो यहाँ आउँदाखेरि तपाईँले के पाउनुभयो घले गाउँ जस्तो रहेछ कि रहेनछ घलेगाउँ जस्तो रहेछ घले जातिको बसोबास रहेछ होइन हजुर घरहरू हेर्नुहोस् पुरा ट्रेडिसनल स्ट्रक्चरमा बनेको छ घले ड्रेसमा पनि तर देखाउनुहोस् हजुर तल आइसक्नु भएको छ लोकल बासिन्दाहरू घरले ड्रेस देखाउन आउनुको माझ उहाँलाई पनि केही छिन हामी देखाउनेछौँ यहाँ उखेद्दै हुनुहुन्छ हाम्रो साथीहरू ममताजी के छ कस्तो लागिरहेको ठाउँ राम्रो लागिरहेको शीतल छ वेदर राम्रो छ ठाउँ राम्रो छ अब एकछिन एक्सप्लोर गर्छौँ कस्तो लाग्छ यहाँभित्र जाने होला नि यही सबै ठाउँ सबै प्रत्येक घरमा गएर हेर्ने चाहिँ पुरातात्विक चाहिँ के भन्छन् परम्परागत घरहरू एउटै टाइपको है हेर्न सक्छौँ हामी सबै घरहरू म त गाउँ भन्दाखेरि अलिक ठुलै होला सोचिरहेको थिएँ मैले चाहिँ घरले ड्रेसमा यहाँ हाम्रो वन विज्ञान अध्ययन संस्थानको टोली हो घलेगाउँको योमा फोटो खिच्दैछन् सर फोटो खिच्दै हुनुहुन्छ हामी चाहिँ लाग्यौँ अब यो गाउँका गल्लीहरूमा हेर्न के रहेछ यहाँ गाउँभित्र सबै हेर्ने प्लान गराएको छौँ समय थोरै छ पुग्छ पुग्दैन हामीले टाइम दिनुभएको छ सरहरूले त्यो टाइमभित्र हामीले घुमेर आइसक्नुपर्ने हुन्छ यहाँ देख्न सक्नुहुन्छ यहाँ गल्लीहरू ढुङ्गाले बनाएका गल्लीहरू पुराना घरहरू पनि छन् यहाँ पुरानो तरिकाले बनेका घरहरू र आज यहाँ गाउँमा घाटु नाच लागेको रहेछ त्यो भएर गाउँ सुनसान पनि छ सबै मान्छेहरू एउटै ठाउँमा गएको जस्तो छ हेर्छौँ हामी कता जानुभएको छ यहाँका मान्छेहरू कता हुँदैछ नाच उहाँहरू पनि त्यतै जान लाग्नु भएको रहेछ अब हामी पनि उहाँहरूको पछि पछि जान्छौँ चाहिँ के भइरह्यो खासमा के भइरह्यो खासमा यो क्या यो के रहेछ सार्क भिलेज पर्यटन सङ्ग्रहालय रहेछ त्यहाँभित्र जानु मिल्दैन सोधौँ है कुन हुन्छ सङ्ग्रहालय रहेछ यतातिर ए यहाँ हो के भइरहेको र घाटु नाच भइरहेको रहेछ यहाँ घलेगाउँमा यसो न त्यो हेर्न आइरहेको छौँ है हामी कस्तो हुँदो रहेछ पहिलोचोटि हेरिरहेको छौँ साथीहरू यहाँ घाटु नाच भर्खरै सुरु भइरहेको रहेछ अब समय थिएन हामीले हेर्न पाएनौँ अब घलेगाउँको बसाइ यति नै भयो अब हामी चाहिँ भोजुङतिर लाग्छौँ यो चाहिँ केटाहरूको डान्स है डान्स व्यापक भइरहेछ अब यो गीत चाहिँ हाल्नु भएन कपिराइट लाग्छ यो गीतको बोल चाहिँ मकैबारी धर्याम धर्याम थियो व्यापक नाचिरहन् केटाहरू यतिको रमाइलो गर्ने साथीहरू चाहिँ चाहिन्छ है टुरमा फाइनल्ली भोजुङ पुग्यो गाइस तिमी चाहिँ अहिले पर्फर्मेन्स देखाउनु आउन हामी त्यो हुन्छौँ हामी जाँदैनौँ ल अरू पारी गर्न गर्दैन भोजुङ
होमस्टे मात्र भएको चाहिँ सबै यहाँतिर नै खानालाई यहाँ पनि घाटो खान्छ ढकल खाँदै पनि मलाई त कता हामी चाहिँ होमस्टेमा पुगिसकेका छौँ। होमस्टेको आन्टीले हामीलाई स्वागत गर्दै हुनुहुन्छ। हामीलाई यहाँ टिका लगाएर स्वागत गर्दै हुनुहुन्छ। सबैलाई वेलकम गरिसकेपछि यहाँ हामी बस्ने व्यवस्था तल गर्नुभएको छ। त्यहाँ गएर हामी बस्छौँ अनि त्यसपछि ठाउँमा हाम्रो सुत्ने ठाउँ एउटा घरमा 4-5 जना गरी हामी चाहिँ बस्ने व्यवस्था गरिएको छ। ल चिया आइसकेको छ। गाउँ घुम्दै गर्दाखेरि पानी पनि पर्यो है गाइज। पानीले चाहिँ गाह्रो गर्ला जस्तो छ। फाइनली होमस्टेमा खाना पाकेको छ र दिदीले मिठो खाना पस्किँदै हुनुहुन्छ। थ्याङ्क यू। हामी चाहिँ अहिले कार्य केटा हो। कार्य स्वर्ग जस्तो छौँ। भुजुङमा छौँ, लमजुङको भुजुङ भन्ने ठाउँमा छौँ। एकदमै राम्रो ठाउँ रहेछ यो। यस्तो दामी भ्यू देखिरहेको त पारि हिमाल देखिरहेको। हामी घरहरू छन्। पारि हिमाल छ वारि पुरै एकदमै कन्जेस्टेड घरहरू छ। हामी चाहिँ सो बिहानी मर्निङ वाकमा छौँ। यता यता यो आएको बाटो हो क्या। त्यसको सोथर भन्ने रहेछ। गाउँपालिका 4 भुजुङ लमजुङ। यतापट्टि यो मौरीको घर राखेको छ। टक्क राम्रो रहेछ म्युजियम। तर दुर्भाग्यवश हामीले यहाँभित्र गएर हेर्न पाएनौँ। हामी धेरै चाँडै आयौँ बिहान। हाम्रो गाडी हिँडिसक्नु लागेको छ। ल खाजा आइसकेको छ। कोदोको सेल र चट्ट तरकारी आइसकेको छ। एक दिनको बसाइपछि अब भने हामी फर्किन लागेका छौँ। दिदीले बिदाई गर्दै हुनुहुन्छ हामीलाई।
धेरै धेरै धन्यवाद। यति राम्रो बस्ने खाने व्यवस्था गरिदिनु भयो। एकदम मिठो खाजा बनाएर दिनुभयो बिहान बस्ने खाने व्यवस्था धेरै राम्रो रहेछ। अब समय मिलेसम्म मौका मिलेसम्म हामी फेरि आउने बाटो राम्रो रहेछ। गाउँ पनि एकदम रमाइलो लाग्यो। बोजू आइरहेको थिएन पहिलोचोटि घुम्न। यहाँ फेरि गाउँ चाहिँ राम्रो रहेछ, घुम्ने ठाउँ हिमालदेखि बिहानै सबै घुमियो। अझै समय भयो भने अझै घुम्ने प्लान थियो, त्यो पनि अब समय छैन, हामीसँग जानै पर्ने हुन्छ। त्यही भएर अब चाहिँ हामी लाग्छौँ। धेरै धेरै धन्यवाद।